हेलो प्रणाम जी सबैजनालाई। आज कार्यक्रमको अन्तिम दिन समापनको तयारी हुँदैछ। सबैजनाले प्रतिवेदन बुझाउँदै मैले पनि आफ्नो केही भनाइहरूलाई राख्नेछु। यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला। अगाडि म्याडमहरूले भन्नुपर्ने व्यवहारिक कुरा, सैद्धान्तिक कुरा, अब जान पनि नियमका कुराहरू एउटा संस्थानमा जोडिएर काम गर्नुपर्दाखेरि के कस्ता अप्ठ्यारोहरू भयो, अब के कस्ता कसरी भोगेर यो तालिमलाई यहाँसम्म ल्याउन सक्छौँ भन्नुभयो। सबै कुराहरूलाई जानकारी गराउनु भयो। अब मभन्दा धेरै अनुभवी राखेर सम्पूर्ण भनिसकेपछि मैले अब त्यतातिर भन्नुपर्ने व्यवहारिक कुराहरू त यथावत नै छन्। उहाँहरूबाट सिक्दै गर्छु। र हामीले धेरै सिक्यौँ। हामीले घर बसेर यतिकै टाइममा हामीले अब यतिकै बसेर खाना त गर्थ्यौँ, खाना बनाउने क्यारी बच्चाहरूलाई स्कुल लगायतै सिममुटु यस सुनौलो समाज नेपाल पर्वघाट 3 अनुक्रासमा 5 दिन 2081 साल 12 महिना 12 गतेदेखि 2081 15 गतेसम्म लगातार सिकुलर कार्यक्रम अन्तर्गत हाम्रो उत्साह नेपालको अध्यक्षज्यू धेरै उत्साहित बनाउनु भयो, खुसी बनाउनु भयो। एकाउन्टको यो तालिम मात्रै नभएर उहाँले धेरै ज्ञानमूलक कुराहरू सिकाउनु भयो। केही काम सर्वप्रथम बर्दघाट नगरपालिकाको प्रमुखको तर्फबाट र सबै जनप्रतिनिधिको तर्फबाट यहाँलाई विशेष धन्यवाद छ। यहाँले 5 दिनसम्म यो सुनौलो नेपालले एउटा कार्यक्रम ल्याएर तपाईहरुलाई सिक्नुलाई, आउनुलाई र विशेष गरेर आफ्नो खाँचो पार्ने हामी पैसा जोगाजो गरेर हामी बजारमा गएर नामले सुन्दै आउँदै गर्नु। प्रमाणपत्र देखाउनु प्रशिक्षण दिनुभएकोमा तपाईँ श्री सौरभ बरालजीलाई धन्यवाद सहित यो सम्मान पत्र प्रदान गरिएको छ। उहाँले सम्मान पत्र प्रदान गर्ने लगाएको छ। सम्मान पत्र ग्रहण गर्ने सौरभ बरालजीलाई भिडियो पुगेको भएको मोबाइल हो शर्मिला पुगेको होइन
यतिसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब म पनि कार्यक्रमको समापन भइसक्यो। सबैजना विद्यार्थीहरूलाई प्रमाणपत्र दिएर म पनि घर जाँदैछु। धन्यवाद। प्रेम प्रणाम जी।